This content is for entertainment purposes only. All characters, stories, and scenarios are fictional. Any resemblance to a real person or event is purely coincidental. This is not professional advice. Your reliance on this information is strictly at your own risk. काका ओहो बाबु टपो कहिले आइस विदेशबाट 2 दिन मात्रै भयो काका म आएको ए राम्रै भएछ त अनि के छ त तेरो हालखबर मेरो हालखबर त सबै ठिकै छ काका तपाईको छोरो चाहिँ कता हरायो विदेशबाट त्यत्रो कल गरे न रिप्लाई दिन्छ मेसेज गरे न हेर्छ होइन कता छ त्यो आजकल छोरालाई एउटा बडीगार्ड राखिदिएको थिए ए भनेपछि त केटो बिन्दास पारामा घुमिरा होला नि अब मेरो छोरा यो दुनियाँमा छैन होइन के भनेको काका त्यस्तो यो भाइ के के छ सामान निकाल ओइ किन हाँसेको हतियार त उल्लो छ त ए बाउ मलाई बचाऊ हेलो तेरो बाउ मर्यो ए त मेरो छोरा हो के हो बाउ मलाई पिट्यो तँलाई पिट्यो रे रुक 5 मिनट तँलाई म तुरुन्तै अनलाइन सेकेन्ड ह्यान्ड बडीगार्ड बुक गर्छु रुक तँलाई मेरो छोरालाई पनि ल भयो बुक अब देख्छ त्यसले बिरयानी खानुहुन्छ ए बाउ मलाई बचाऊ मुझ पर एक एहसान करना कि मुझ पर कोई एहसान न करना साला बिग्रिया खच्चर बादरको पुच्चर सुकेको दाउरा कुकुरको छाउरा स्यालको नाति चोरको साथी कुहिएको आलु बिग्रेको कालु भैँसीको आमा भ्यागुताको मामा बाख्राको जोइ कुकुरनीको पै चिन्ता नगर्नु सरजी इट्टाको जवाब बलुवाले दिने हो के हो यो घरमा अलि पानीको लोडसेडिङ छ के अनि पहिला चाहिँ कसको बडीगार्ड थियौ नि तिमी सलमान खानको सलमान खान अनि त्योसँग चाहिँ कसरी छिर्यो नि तिमी त्यो हिरो सल्लु हो कि लल्लु अप्ठ्यारोमा फलेको फर्सी जस्तो थियो मैले ट्रेनिङ दिएर त्यसलाई बारीमा फलेको लोकल काक्रो जस्तो बनाएँ अनि त केटोको भाउ बढ्यो अनि मैले पनि त्यसलाई मेरो चेलाको पदबाट निकाल्दिएँ कौन है वो कहाँ से वो आया अनि त्यसपछि कसको बडीगार्ड भयो नि तिमी जेठालालको जेठालाल अनि त्यसको बडी त गोलमोटल छ होइन त्यो गोलमोटुले जेठालाललाई मैले 2 घण्टा ट्रेनिङ गरायो भने 8 घण्टा त डाइटको नाममा खानु जति खान्छ अनि त्यसको बडी गोलमोटल नभएर मेरो जस्तो फिट फिटास हुन्छ त तुझे सब है पता है ना अगुमा चोट चाहिँ कसरी लायो त यो के भयो भने एकदमै बहादुरीको कथा छ एउटा चाइनिज जस्तो देखिने कोरियनको पापको भाडा भरिरहेको थियो Oh my god
गुंडा। त्यसको पाप र अत्याचारबाट मान्छेलाई मुक्त गराउन भिडे त्योसँग लडे त्योसँग अनि त्यसलाई खतम गरिदिए अनि मेरो टाउकोमा यो सानो चोट लाग्यो। फ्ल्याशब्याक। ओ तल डेड फुटे चाइनिज जस्तो देख्ने कोरियन मजार। Ni hao, कमलेश फाइन शेड। भनेपछि तिमी कोहीसँग डराउन? भूत? भूत त मेरो घरमा भाडामा बाँच्छ। कुकुरलाई त म आफ्नै हड्डी उधार दिएर पठाउँछु। यार खतरा बडीगार्ड परेछ त कोहीसँग नडराउ नि। मुसा? म बाघसँग डराउन, तपाईँ मुसाको कुरा गर्नुहुन्छ? होइन कि त्यहाँ मुसा छ के मुसा। हुन त केटोले मलाई पहिले भनेको थियो कि त्यसले सलमान खानलाई ब्रुस लीलाई जेठालाललाई ट्रेनिङ गराउँथ्यो भनेर। मैले त्यही बेला बुझ्नुपर्ने थियो कि त्यो नक्कली बडीगार्ड हो भनेर। त्यस्तो भनेर चाहिँ कसरी थाहा हुन्थ्यो काका त्यो नक्कली बडीगार्ड भनेर? अनि बडीगार्डको काम बचाउने हो कि ट्रेनिङ गराउने हो? Thanks for watching. Please like, subscribe and share. हँसी देऊ न हँसी देऊ